Hi everyone, welcome to my channel. It's me, Sabina, and as you guys have read by the title, this will be a reaction video. Yeah. Kiko vandakeri, I'm moving out. I'm moving out to Australia, leaving everyone behind. So yeah, let's get into reaction. देखियो मेरो स्टुडियो कति लकी छ ओ सबिना रोयो सबिना नराम्रो कपे किन त सबिना चाहिँ किन त अब जानुपर्छ भनेर हैन मलाई थाहा भयो भनेर हैन हो हैन अब जानुपर्छ हाम्रो सबिनाको भिजा आयो है छिनभरमै खुसी छ सबिना खुसी हुनुपर्छ भयो मम्मीले त मलाई कलै गर्नु भएन त थाहा भएन त्यही भन्नु पारेछ के रे कल गर्नु मम्मीले कल गर्नु पारेछ मम्मीले कल गर्नु भएन भने यो गाइस ह्यापी बर्थडे सिस्टर रुनु न तपाईहरुले हाम्रो रुनुको लागि अहिले सँगै सबैजना रह्यो भने त के हैन के गर्ने Thank you. भिडियो बनाइरहेको रहेछ दिदीलाई 50 म त रोएर सिधै फेरि भन्नु न दिदी आई लभ यु छोरी नमस्ते केक ल्याएको के त्यहाँ केक काट्न भनेर भरि आँसु लिएर ल दिदी मेरो अधिकारको कुरा गर्दैछस् त अहिले के भयो फेरि किन बोल्दैनस् ती दुःख गरेर सक्सेस भएको I was guessing it. आज चाहिँ सबिनाको सेकेन्ड डे भिजा आएको अनि केही प्रोसेस गर्न पनि सकेन राम्ररी के गर्ने के भन्ने पनि थाहा छैन रोएर चाहिँ पुग्यो भन्न रोएर पुग्यो तर अब फेरि आउँछ रुन आई मिस माई ओन्ली बेस्ट फ्रेन्ड कोही साथी नि हुँदैन नभन्नु त्यस्तो भन्दा त भर्खरै फेरि रुन आउँछ जस्तो हुन्छ हो कि अब इमेजिन गर्नु कोही साथी नै हुँदैन के मेरो पनि ओन्ली बेस्ट फ्रेन्ड अब बाहिर गएपछि हेरे हुन्छ सो अहिले चाहिँ गुराँस दिदी पनि आउँदैन हुन्छ गुराँस दिदीलाई नि नो आइडिया कसैलाई केही पनि आइडिया छैन सो लेट्स सी उहाँको रियाक्सन चाहिँ के हुन्छ भनेर अनि आइएम एक्साइटेड दिदीको रियाक्सनमै चाहिँ तर दिदीको रियाक्सन अलिक मेच्योर हुन्छ जस्तो लाग्यो मलाई दिदी रुनुहुन्न हेर्दै जानु फेरि प्र्याक्टिस जानुपर्छ दिदी प्र्याक्टिस गरेर बेलुका पर्फर्मेन्स हो क्या अनि टाइमै छैन त्यही भएर खासमा
मेरो भिजा लाग्यो भेटेरै भन्छु भन्दा चाहिँ आउँदा रहेछ ट्यान पनि लाग्यो सबैले एक्सपेक्ट भइसकेको थियो होला कि तर उहाँहरूलाई चाहिँ थिएन हिजो लाग्यो रुनु न किन रुनी हो त यहाँ रगेर छु म मजा रुन्न थाहा थियो आउँछ भनेर मेरो भिडियो खिचिरा मेरो ब्लग हो अब म सबैको रिएक्सन लिनु मन थियो जुलाईमा हुन्छ होला मेरो भिजा लाग्यो ना हो थ्योरी आज त्यो मेरो कन्सपिरेसन थ्योरीले के भन्छ भन्दा तेरो भिजा लाग्यो अनि त्यही भएर मम्मीलाई कल गरेर तर रोइस रे हौ मिल्यो है अब रोको स्टोरी हालेको थियो म त त्यही होला भन्दा How well they know you. बच्चे देखेको त त्यही भएर के त्यही भयो अब ल कुन देश अस्ट्रेलिया भिजा त लाग्यो कुन देशको लाग्यो अनि अस्ट्रेलिया ल भन्न त केही कसलाई मलाई तिमीलाई आनन्द भयो नि ठिकै छ राम्रोसँग जाऊ शुभ यात्रा एयरपोर्ट छोड्न आउनु मैले आउँदिनँ जेसुकै गर्ने त खातालाई ल्याइदिनु पर्ने त भन्नुपर्छ ए भिजा लाग्यो हो कहिले हिजो हिजो यहीँ लाग्यो हिजो ठ्याक्कै यहीँ लाग्यो भने हिजोको भिडियो त खतरा छ नि साँच्चीकै रुन लागिसकेको छ उसमा त लुक एट द फेस लुक एट हर फेस म चाहिँ फेरि रोलाउँछु भिजा लाग्यो म Next one. I don't want to do. अस्ति धेरै भएको Next. भिजा आयो आइसक्यो कहिले अस्ति ल बताइस कहिले जाने अब
ए हो ल देखेछ यहाँ कहिले जाने त कहिले जाने अब टक्क विदेश जाने सरलाई म्याक पठाउने म्याकबुक प्रो पठाउने अस्ति आएको ल ठिक छ मैले भने युनिभर्सिटीबाटै हो अर्कैबाट आयो तर जुलाई ए मे जुन जुलाई भनेपछि त 1 महिना अगाडि जानुपर्ने होइन होइन जहिले गयो के भयो कहिले गयो नि हुन्छ अरे त्यो भिजा आएछ नि त थाहा तपाईँले थाहा थियो त्यसले त केही भन्दैन कि मैले नभन्नै भने अनि हो र अनि उसले तिमीले नभन्नु रिएक्सन लिएन यता तिमीले नभन्नु केही रियाक्सन दिनुभयो नि त अहिले त हजुर तिमीले नभन्नु भन्दैमा गुराँसले मलाई कुरा नभन्ने हजुरको कुरा उसलाई मेरो भिजा आयो यतिको चाहिँ चाहियो छा यो दाइ त कस्तो नराम्रो रियाक्सन दिएको तर मलाई त थाहा थियो है कसरी के छ रसल मेरो भिजा आयो कङ्ग्रेचुलेसन्स मलाई नि दिँदैन ऊ चाहिँ उसको राम्रो रियाक्सन आयो कि तेरो भन्दा त मलाई त दुख्छ नि त त जान्छस् भने रुन त अनि अब त्यहाँ आँखाबाट आँसु मात्र आउँदैन कोही रुन्न न हौ मजा त के भएको यस्तो तैँले मैले तँलाई भर्खर के भने त्यो भन् त अनि मेरो त्यहाँ भिडियोमा उसको कपिराइट लाग्छ यसको भिजा लगाएर है गाइज डल रियाक्सन त्यस्तो भिजा त जस्तो लगाइहाल्छ नि त्यस्तो भिजा जाडो मेरो लाग्छ यहाँ फोनबाट लाग्छ है Yes. Oh my god. सेकेन्ड डे Second last day. मलाई यस्तो नराम्रो लागिरहेको छ मलाई रुन मन लागिरहेको छ अवश्य मेरो भिजा लाग्यो थाहा छ मलाई यस्तो हुन्छ नि गट फिलिङ आइरहेको थियो यार कसम थाहा छ मलाई मेरो उ त्यो भएपछि पनि मैले के सोचिरहेको थिएँ भने सबिनाको कहिले लाग्छ त अब त्यसको पनि छिट्टै लागोस् भनेर मैले बसिरहेको थिएँ कि तर आज लाग्यो होइन है अस्तितिर लाग्यो है देख हुन्छ नि त्यो दिनै मलाई फिलिङ आएको के एकचोटि तँलाई सोधौँ कि नै भयो अब फेरि सोद्धाखेरि पनि फेरि ला उ त्यो हुन्छ कि अलिकति त्यसलाई उ त्यो नराम्रो लाग्छ कि भनेर म केही नबोलिकन बसेको के छ्या कुन दिन जान्ला म त जुलाईमै जान्छु जुलाईमै जान्छस् कि जुनको एन्ड कि जुलाईमै जान्छु धेरै बाहिर ननिस्क्यो अब त्यो आम्मा तरमा हुन्छ नि एउटा गट फिलिङ चाहिँ थियो क्या मैले अस्ति नै So you सोध्न are लागेको gonna be थिएँ on my vlog है हो आज सबको रियाक्सन लिइरहेको छु म त्यही त मलाई यस्तो भेटेर भन्नु मन थियो नि तँलाई मलाई कहिले भेट्छस् भन्दाखेरि नि त्यही भएर हो क्या ए तर आज भर्खर चाहिँ होइन आएन होइन म हेर्छु अहिले कहिले आयो भन्दिनँ मान्छे अप्रिल 27 मा तर होइन मलाई गट फिलिङ चाहिँ थियो 7 दिन भयो अब हामी दुईजना जानु भयो र तर अघि म अगाडि जानु तैँले चाहिँ मलाई भाइ भन्न पाउनु भएनस् त्यही त तिना मेरो भिजा आयो Congratulations, Sabina. Thank you. यसको चाहिँ रियाक्सन मैले भर्खरै थाहा पाएँ Oh my god. Seriously, ऊ पनि मलाई छोडेर गइरहेछ यार. Shit man. दुवैजना जाने भयो तर सबिनाको 1 month छ मेरो 2 days छ 1 day भनौँ न भोलि एक दिन त हो One day मात्र छ. So that's it. Very tough, but a very happy moment बनास् त. Yes. बाई लाग्यो सर भिजा. अब जुलाई 2-3 महिना लाग्छ. थ्याङ्क यू सर. भनेको सब्जेक्टमा लाग्यो
कङ्ग्रेचुलेसन नानु थ्याङ्क यू सर आइसक्यो त होइन मे अब 2 महिनामा त तिमी प्रिपेयर गर्दै जानु उड्ने 2 महिना उठ्ने होइन अँ ल अब नेक्स्ट टाइम अब कुनै दिन अस्ट्रेलिया सो गर्न आयो भने तिमीलाई भेट्नुपर्छ मैले फर्स्टमा त बोलाउनु लास्ट गाह्रो छ त्यही भने कसरी बोलाउने नि मैले चिन्नु पर्यो, मान्छे चिन्नु त तपाईँ सर कस्तो रिस उठ्दो कि तपाईँ कस्तो रिस उठ्यो मलाई यो सरलाई देखेर के थाहा भयो मेरो भिजा लाग्यो मलाई कस्तो नराम्रो कहिले जाने राम्ररी जाउँ आज बाँकी छ अलिकति त नेक्स्ट मन्थ लास्टमा 28 कहिले कता मोटा भइहाल्छ बच्चा भनेर हेर्नु सबभन्दा सब त पूर्वी पो भयो यस्तो यस्तो भएन कसैलाई थाहा थिएन कि यो सन्देश सरले भन्दै आयो क्या त्यही पनि सबैलाई झुक्केर सरलाई हाउ आर यु फिलिङ अब म हुँदिनँ फेक आँसु भने नजानु प्लिज म उतै पढ्छु मलाई पनि लानु लाऊ न तिमी 12 सकेपछि आऊ ल भन्नु त मेरो भिजा लागेको खुसीमा के भन्नु लाग्यो ए ल कङ्ग्रेचुलेसन छ्या नफिचर कहिलेको लाग्यो कहिलेको जुलाईको लाग्यो नि जुलाई कुन देश अरे अस्ट्रेलिया सो थाहै थिएन दाइले भन्नुभएको थिएन भन्नु त भएको थियो मलाई के भन्नुभएको थियो अनि तैँले अहिले एक्टिङ गरेको होइन भन्नु त भएको थियो भिजाको लागि अब भिजा एक हप्तापछि आउँछ भनेर भन्दै थियो भनेर भन्नुभएको थियो बाई बाई ल थ्याङ्क यू अया थ्याङ्क यू दाई थ्याङ्क यू अस्ट्रेलियाको भिजा लाग्यो के टिभी परेको जाने अब कसरी लाग्छ भिजा चाहिँ लाग्दैन भिजा उताबाट के को भिजा मतलब के गरेको भिजा वाउ छुट्टै छ यहाँ त विदेश गएर पढ्ने भइसक्यो सबिना हिरो भइसक्यो सबिना विदेश गएर पढ्ने ब्राउन कपाल पुगेर त चाहिँ रातो सबिना ब्याक फ्ल्याग मेरो भिजा लाग्यो कङ्ग्रेचुलेसन्स आउने होइन त अनि आउने हो अब हेरौँ मैले अब क्लास 10 गर्नुपर्छ पर्सि म जान्छु बुझ्नको लागि त्यसपछि जोइन गर्छु क्लास त्यही हो पिटी गरौँ पिटी नै गर्ने हो कि त त झन् गोरी भएर आएको छ गाउँ गएर गोरी भएर को आउँछ आज म गोर देखिरहेको थिएँ नि त घाममा हिँड्दा हिँड्दा डढिसकेँ फेरि म त गाउँमा बसेर कालो भएको छु हो अहिले नो मेरो भिजा लाग्यो नि कहाँको अस्ट्रेलिया कसम कस्टम ल कङ्ग्रेचुलेसन हाउ सेफ जाने एकदम राम्रोसित जाऊ अहिले जाने हो कहिले जाने हो 1-2 महिनापछि ल अस्ट्रेलिया है मान्छे त अब कस्तो फिल आइरह भिजाको नेपालीमा के भन्छ कत्रो मुख देखा मेरो हाँस्दाखेरि त यार सबिनालाई निल्ला जत्रो मुख देखा त पनि मुखभित्र सक्यो फाइन कहिले यस्तो हुन्छ यस्तो कहिले काहीँ हामीलाई नि होस् हाम पनि रुन पाऊँ है डाइरेक्ट अस्ट्रेलियाको भिजा हाम्रो पनि कहिले काहीँ होस् यार कहिले काहीँ हुन्छ अहिले